आज चाहिँ यो धागोबाट चाहिँ हेयर ब्यान्ड बनाउन सिकौँ ल। यसलाई चाहिँ नर्मली के हैन, त्यही हामीले कपाल बान्ने रबरलाई हैन धागोले चाहिँ यसरी पहिला कभर गर्ने बुन्ने। यसलाई केही छैन, एकचोटि सिक्री क्रुसमा चढाउने, फेरि एक राउन्ड राउन्ड गरेर लिने, त्यही गर्दै गर्दै सोही प्रोसेसमा चाहिँ पुरै रबरलाई कभर गर्ने है। यो नर्मली बुन्न त जसलाई पनि आउँछ हैन, यो नर्मल हो, खासै केही नै छैन। यो कसरी गर्ने भन्ने लाग्छ अलरेडी बनेको देख्दाखेरि, तर खासै यसमा केही छैन। यसरी चाहिँ अलिक मजाले थोरै नगरिकन फेरि रबर तन्किँदाखेरि राउन्ड पुग्दैन के, त्यो भएर चाहिँ अलिक धेरै मजाले मिलाएर ग्याप नराखिकन गर्ने। अब यसलाई चाहिँ फेरि 3 सिक्री तानेर एउटा फेरि लामो सिक्री बनाउने, अनि फेरि त्यसलाई चाहिँ 3 घर पर गएर फेरि 2 सिक्री तान्ने के। यसरी एउटै घरमा 2टा तान्ने, अनि फेरि 3टा सिक्री तान्ने है। अब फेरि 3 घर पर गएर फेरि एउटै घरमा 2टा सिक्री तान्ने। त्यो चाहिँ माथिबाटको त्यो फर्र फुकेको चाहिँ त्यो फुल बनाउनलाई या त बढ्ने भाग बनाउनको लागि चाहिँ हामीले त्यो गर्ने हो के। अब त्यो हामीले 3 घर पर गएर जुन एउटै घरमा चाहिँ 2टा सिक्री तान्यो नि हो, त्यसमा चाहिँ फेरि अर्को राउन्डमा चाहिँ 10 सिक्री तानेर ठुलो फ्लावर बनाउनु पर्ने हुन्छ के। त्यही भएर चाहिँ त्यो ग्याप रहेको ठाउँलाई चाहिँ कभर गर्छ है। यसरी माथि 3टा सिक्री तान्ने, अनि फेरि तल घरमा आउने, अनि त्यसमा लङ सिक्री 2टा तान्ने एउटै घरमा। त्यसो गर्दै गर्दै पुरा राउन्ड गरेर यसरी यो राउन्ड चाहिँ कम्प्लिट भयो हैन। अब यसलाई नर्मली सिक्री नै क्रोसेट गरेर चाहिँ त्यो जुन हामीले एउटै घरमा 2टा लङ सिक्री तानेको थियो नि हो, त्यसमा चाहिँ यसरी अब यसलाई अलिकति लामो लेन्थ लिएर चाहिँ 10वटा सिक्री एउटै ठाउँमा तान्ने के। त्यो गर्दाखेरि चाहिँ यहाँनिर फुल बन्छ है। थोरै गर्दाखेरि राम्रो देख्दैन, राउन्ड पुग्दैन, त्यही भएर धेरै पनि भद्दा हुन्छ हैन, धेरै ट्याक्क 10वटा। यो चाहिँ डबल धागोको छ र 10वटा, सिङ्गल धागोको छ भने चाहिँ अलिक बेसी गर्नुपर्ने हुन्छ, किनभने राउन्ड पातलो हुन्छ, राउन्ड त्यति राम्रो देख्दैन थोरै घर लिएर गऱ्यो भने। त्यही भएर चाहिँ यसरी एउटै घरमा चाहिँ मैले 10वटा लङ सिक्री ताने। यही प्रोसेसले चाहिँ अब राउन्ड सक्ने है। भिडियो लामो हुन्छ, त्यही भएर मैले स्किप गर्दै गर्दै गरेँ। एक राउन्ड सकेर अब माथि चाहिँ अलिकति स्टाइल के एक्स्ट्रा देखियोस् टाइपले यो चाहिँ अलिकति पातलो गरेर फेरि सोही प्रोसेसमा लङ सिक्री तान्दै एउटै घरमा 2टा गर्ने, फेरि 3टा सिक्री तान्ने, अनि फेरि एउटै घरमा 2टा गर्ने, गर्दै गर्दै माथि चाहिँ बुट्टा देखियोस् भन्नको लागि हो यसको चाहिँ है। माथि सेतो राख्दाखेरि चाहिँ त्यो अर्कोमा मैले सेतो 2टा कलर नगरी गरेको छु नि। थ्याङ्क यू फर वाचिङ।